धादिङ जिल्ला गल्छी गाउँपालिका 4 अवस्थित किरानचोक भगवती रणकालिका मन्दिर धार्मिक, ऐतिहासिक र सांस्कृतिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण स्थल मानिन्छ। यस मन्दिरको स्थापना आजभन्दा नेपालको विक्रम सम्वत 1200 तिर भएको विश्वास गरिन्छ। रणकालिका मन्दिर नेपालको ऐतिहासिकसँग पनि जोडिएको छ। रणकालिका मन्दिरलाई प्रारम्भमा किरानचोक कालिका नामले चिनिन्थ्यो। एक ऐतिहासिक किंवदन्ती अनुसार पृथ्वीनारायण शाहले नुवाकोट आक्रमणमा पराजित भएपछि किरानचोक कालिका माताको आराधना गरेका थिए। त्यसपछि उनले 2224 राज्यहरूलाई पराजित गर्दै नेपालको एकीकरणमा सफलता प्राप्त गरे। त्यही कारणले गर्दा यस मन्दिरलाई रणकालिका नाम दिएको पनि मानिन्छ। नमस्ते, म यो रणकालिका मन्दिर संरक्षण समितिको अध्यक्ष, मेरो नाम शङ्कर बहादुर भण्डारी। यो मन्दिर आजभन्दा 1200 वर्ष अगाडि फेला परेको, उत्पत्ति भएको भन्ने किंवदन्ती र इतिहासहरूबाट हामीले सुनेको र यो मन्दिर शक्तिका देवी र यो मन्दिरमा आएर जो कोहीले भाकल पूजा आदि इत्यादि गरेमा पुग्छ भनेर धेरै मान्छे भक्तजनहरू आएर भनेको कुराहरू पनि हामीले पायौँ। रणकालिका मन्दिर धार्मिक र सांस्कृतिक महत्त्वको रूपमा पनि एकदमै प्रसिद्ध छ, जहाँ देवी कालिकाको पूजा आराधना गरिन्छ। मन्दिरमा विशेष गरी दशैं, चैते दशैं र अन्य हिन्दू पर्वहरूमा भक्तजनहरूको एकदमै भिड लाग्ने गर्दछ। यस मन्दिरमा किराँतकालीन संस्कृतिको प्रभाव देखिन्छ, जसले यसलाई अझ एकदमै विशेष बनाउन मद्दत गर्दछ। रणकालिका मन्दिर पर्यटकीय विकास र पूर्वाधारमा गल्छी गाउँपालिका र स्थानीय समुदायले मन्दिर क्षेत्रको संरक्षण र प्रवर्धनमा सक्रिय भूमिका खेलेका छन्। नमस्कार, म राजु अधिकारी, गल्छी गाउँपालिका वडा नम्बर 4 को वडा अध्यक्ष। विशेष गरेर यो मन्दिर स्थानीय सरकारले के कसो गरेर गरिरहनु भएको छ, कस्तो चाहिँ तरिकाले चाहिँ निर्माण कार्यमा गर्नु भएको छ, यो समितिको के छ भन्ने कुरामा तपाईँले जिज्ञासा राख्नु भएको छ। एकदम जीर्ण अवस्थामा थियो। सारा चाहिँ गर्छौँ यहाँको चाहिँ हामीले चाहिँ दाजुभाइ जम्मा भयौँ। पहिला चाहिँ यो मिटिङ सिटिङ गरेर सबै गर्ने भएपछि हामीलाई सबै यो पूर्वाधार तयार गर्नको लागि स्थानीय सरकारको तर्फबाट नयाँ सहर गल्छी अनि तपाईँ प्रदेश सङ्घ लगायत सबै ठाउँमा पहल गरेर यो मास्टर चोकदेखि यहाँ आउनलाई भक्तजनहरूलाई ठुलो कठिन थियो। त्यो नै सबभन्दा पहिलो हाम्रो चाहिँ चुनौती थियो। यो नभयो भने तपाईँको चाहिँ बाटो नभइकन चाहिँ यो पूर्वाधार मात्रै भएर तपाईँ नहुने। यसको कारणले हामीले चाहिँ बाटो यो मास्टर चोकबाट यहाँ आउनलाई चाहिँ तपाईँको चाहिँ 6 किलोमिटर चाहिँ यहाँको चाहिँ हाइवेबाट यहाँ माथि छ। विक्रम सम्वत 2071 देखि पुनर्निर्माण सुरु गरिएको थियो, जस अन्तर्गत मन्दिरमा पुग्ने सडक, भ्यू टावर र अन्य पूर्वाधारहरूको निर्माण गरिएको छ। यस क्षेत्रबाट त्रिशुली नदी र आसपासका प्राकृतिक दृश्यहरू अवलोकन गर्न सकिन्छ, जसले पर्यटकहरूलाई अझ आकर्षित गर्दछ। यस मन्दिर काठमाडौँबाट 70 किलोमिटर टाढा पर्दछ। सडक मार्ग मार्फत सजिलै पुग्न सकिने यो मन्दिर धार्मिक यात्रुहरूका साथै प्रकृति प्रेमीहरूको लागि पनि उपयुक्त गन्तव्य हो। मन्दिर क्षेत्रको विकाससँगै यहाँ पिकनिक, घुमघाम र अत्याधुनिक साधनाका लागि उपयुक्त वातावरण सृजना गरिएको छ।